हाई गाइज हामी फेरि पनि आएको छौँ आज चाहिँ मोमो र अनि के हो करेन्ट चाउचाउ लिएर अनि हेर्नु होला इन्जोय गर्नु होला हामी खाना सुरु सब्सक्राइब पनि गरिदिनु होला अनि हामी खाना सुरु गर्यौँ अब गाइस खाना सुरु गरौँ कस्तो छ यो चाहिँ हामीले बनाएको है है साथी एउटा प्लेट ल्याए हुन्थ्यो नि हामीलाई त प्लेट चाहियो नि तर कस्तो हामी छ एक बाइट एकचोटि मोमो है कस्तो आज नि कस्तो कालो अचार रहेछ है सो गाइस र मैले बनाएको मैले बनाएँ भन्छ कस्तो लाग्यो तिमीहरूलाई खानेकुरा मिठो हो अनि के छ तिम्रो हालखबर ठिक छ अनि तेरो मेरो त बेहाल छ अनि तेरो उसको उसको नि होइन मेरो साथीको क्या म कहाँ को साथी हो त्यस्तो बेस्टी त अनि मेरो बेस्टी त हो नि तिमीहरू दुईजना मेरो बेस्टी हो अनि दुवैजना सन्चै छौ त होइन सन्चै छ अन्त ओ आइसक्यो अनि अनि भन बाइट हान हेरिदिउँ हामी पनि ओ फर्स्ट भयो उल्टोपट्टि भएर हामी चाहिँ करेन्ट चाउचाउ करेन्ट होइन त्यसको पालि हाँस्नु यहाँ चाहिँ लास्टै लजाउ छ क्या लजावती जस्तै छ लजावती अनि आशिका तिम्रो अनि बेस्टी सन्चै छ त अनि सम्झिती तिम्रो त तै त हो नि हो यसको त गफै त मेरो गफै दुईजना बेस्टी हो कि त्यही है त चाहिँ होइन म कहाँ हो हामी तिनैजना बेस्टी हो त्यस्तो एकअर्काको चाहिँ होइन नाटकै बेसी गर्थ्यो मोमो चाहिँ बबाल छ हामी त हेरेको हेरे बेस्टी ओहो बेस्टी आजकलको डायलग बोल्दै अनि भन आशिका तिम्रो के चल्ला जिन्दगीमा एकदम गुड अनि उसको त मेरो त एकदम गुड तेरो भने उसको भन्न उसको पनि गुड भनौँ अनि तिम्रो मेरो त छँदै छ मेरो त छँदै छैन हो र म बनाइदिउँ त तिमी 12 पछि कहाँ जाने त म 12 पछि गाउँ जाने किन अनि तिमी त मसँगै अनि अस्ट्रेलिया जाने भनेको होइन नेपालमै बस्ने किन
त्यसै नेपालमा बस्न मजा आउँछ नि त नाटक तँ चाहिँ कहाँ जाने हामीले सम्झिँदी त बोल्दिनँ म त यति नै बोल्दिनँ नि ल भन् तँ चाहिँ कहाँ जाने कस्तो भयो मोमो हामी अमेरिका जाने रे क्या हो कि चाइना जाने तिमीहरू निकै जानु मोमो दामी हामी एचएमको स्टुडेन्ट हो नि त यत्तिको त भइहाल्यो नि चाहिहाल्यो नि तर यिनीहरूको छैन कि गाइस मेरो मात्रै मैले बनाएको थिएँ सिका चाहिँ मैले हो यसले बनाएँ जे भयो नि सिकाउनु चाहिँ सिकाउँछ र आफूलाई चाहिँ आउँदैन यसलाई हामी त हेरेको हेरे कस्तो तिमी त एक्लै एक्लै खाएको तिमी चाहिँ तिमी खाइदेन होइन होइन खाऊ गर त बेबी गर बेबी नाइ नाइ नगर्ने नाइ नाइ मलाई धेरै पिरो भइरहेको पिरो भयो म यस्तो गरिदिन्छु तिमी खाऊ ऊ चाहिँ मेरो बेबी हो कि अनि म तेरो को हो भन्दा मम्मी हो अनि ऊ चाहिँ मेरो ड्याडी हो त चाहिँ छोरी म छोरा हो छोरी मान्छे त छोरीको त घर पनि हुन्न थर पनि हुन्न रे गाइस कसले भन्यो अरे हाम्रो इको म्यामले अरू के भन्नु अरे नि पुरै भाषण सुनौँ पढ है गाइस बुढी जमाना लाग्छ पढ्नु पर्दैन ए खाएर बस्छ तिमीहरू आफू चाहिँ पढेर बसेको ए मलाई ट्यालेन्ट मान्छे हो अन्त रोल मात्रै मान्छ अनि ट्यालेन्ट त भइहाल्छ गाइस उसको बेस्ट नम्बर कुन हो थाहा तपाईँहरूलाई उसको तेरो कुन रे सम्झिँदै 9 होइन ल भन्छ त 62 162 आजकल पनि त्यही हो मेरो त फेभरेट हो तिमीहरूको नम्बर के हो त कस्तो के हो नम्बर चाहिँ फेभरेट कुन हो भने हाम्रो नि 162 हो तेरो फेभरेट चाहिँ हाम्रो फेभरेट नि त्यही तँलाई जे मन पर्दैन हामीलाई नि त्यही मन पर्दैन त कलेज आउँदिनस् हामी नि आउँदैनौँ मलाई मनपर्छ नि मलाई नि मनपर्छ त्यसै मलाई मनपर्छ मेरो सौदा हो सौदा भयो म तेरो र फेरि गाइस अब झगडा पर्ला यहाँ मैले मन पराएको मान्छे अहिले लाग्छ म ठोकिँदैन लाग्छ पढ्ने बेला मन पराउने तिमीहरू पढ्ने चाहिँ कहिले ओइ यसको उसँग म ठोकिएको मात्र हो ल मन पराएन मैले मन पनि पराउनु मिल्दो रहेछ मलाई पनि थाहा थिएन मन चाहिँ के पराउने मान्छे तेरो को मान्छे त्यस्तो मन पराएर यो सम्झिँदीले पिट्न त पिट्छ नि तर मान्छे पनि खोज्यो भने मान्छे खोज्नु भन्न मेरो करसँग ठोक्या नि त अझ झुक्केर ठोका जाने ठोक्या ठोक्या त अनि जानी भए पनि जे भए पनि है खै मलाई थाहा छैन एक्सन कट मलाई दुबईको बिचमा होइन सरी माफ म एक्लै हो अब त्यो झोकेर ठोक्या हो नि किन ठोकिस अनि अब म ठोकिन्छु भने गएर ठोक्या हो र भने हो त समीरा म ठोकिन्छु भने गएको त खै म कसैको बारेमा बोल्दिनँ पहिला सुरु म आफ्नै बारेमा त बोल्दिनँ समीरा खाउँ तिमी भने खाना नखाने हौ मैले तिमीलाई ल्याइदिएको म किन खानु ए
तिमीले खाए मलाई पुगिहाल्छ नि पुग्दैन होला पुग्छ के थाहा त्यस भए त यो स्कुल गयो भने तर पुग्छ अहिले ऊ स्कुल गयो भने मेरो मन जानुपर्छ नि त ओ माई गॉड ऊ नाच्यो भने त नाच्नु त अहिले नाचेको देखिन अनि उसले बोयफ्रेन्ड बनायो भने त तिमी नि बनाउँछौ म त बनाउँदिनँ उसको त छ अब मैले खोस्या भन्यो भने फेरि बोयफ्रेन्ड पनि एउटै हुनु पऱ्यो नि त फेरि अहिले सबै एउटै भएपछि बोयफ्रेन्ड पनि एउटै हुनु पऱ्यो है यसले दिँदै यो लोभी थियो नाक हेर्नु नि गाइस लाक्लै थाहा हुन्छ यो जिमीसँग जिमी कुकुर हाम्रो घरमा जिमी कुकुर हाम्रो घरको साइडको जिमी कुकुर त्यो घर थियो नि त्यो घरमा जिमी कुकुर थियो होइन अनि जिमी कुकुर थियो भन्न भिडियो उसले हेऱ्यो भने के हुन्छ कसले जिमी कुकुरले जिमी कुकुर त मरिसक्यो क्या मेरो जिमी चाहिँ नमरोस् है मेरो जिमी त अनि कुकुर पनि भन्छ के फेरि तेरो घरमा पनि जिमी कुकुर छ छ अनि कति वर्ष भयो त 1 वर्ष एक हो र जति वर्ष भयो नि त्यति वर्ष हुँदाखेरि मिल्दै लेभलै अनि त्यही अनि तसँग त्यो जिमी कुकुरको कुरा चाहिँ कसरी मिल्यो त नभए यस्तो मिल्दैन मिल्छ ऊ पनि म जस्तै मेरो 16 वर्ष भयो होला सायद त 16 वर्ष त्यो हो त 18 वर्ष होइन नाटक मलाई 20 वर्ष कति छ त भन्दा सानो यसको यस्तोमा टिकटक बनायो जिमी कुकुरलाई राखेर यसरी त्यहाँ राख अगाडि ऐसा घरवाला मिल्छ यस्तो घरवाली महारानी भन्दै बना त्यो त होचो छ नि त अनि त केटा भन्छ त्यो केटी भन्छ त्यसो विचार खै तिम्रो भाइ हामीलाई के पत्ता सम्झिदिएन पक्षीमाले अनि मान्छे समृद्धिले के अगाडि भ्लग पनि म तँलाई कति कुरा सोध्छु भन्दा थियो अहिले त बोल्दिनँ लाजले लाटी हो यो त यसले हेर्दा मलाई कसरी हानी मेरो बेबीलाई एक्सन कर मैले फेरि एकचोटि बोल्ने बित्तिकै यिनीहरू छुट्टिहाल्छन् क्या त्यही यसको डर मान्छौँ कि हामी त्यही अचार खानु पर्यो यार गाइस अचार मिठो छ के मिठो त सबै छ नि म अचार मिठो लाग्यो रे कति राम्री आज त समृद्धि कति राम्री भएर आएको छ त्यही त धेरै नाटक नगर त्यसलाई चाहिँ अब मैले साँच्ची भन्यो होइन होइन धेरै नाटक नपाल गाइस हो कि नै भन्दैन त होइन समिरा राम्रो छ कि समिरा र आशिका हाम्रो विश्वास राम्री मान्छेहरूलाई अब राम्री हुने पर्दैन धेरै नाटक नपाल म त त्यो हिजो कुराले सुने कस्तो रिस उठिरहेको ए त्यसलाई त कुट्नु पर्ने के त्यो मुर्दा गाली गर्नु गाइस यिनीहरू त केटासँग बोल्दै हुन्छ म त सोची हो म त कसैसँग नि बोल्दिनँ आफ्नो बाइक जसले त्यस्तो भन्छ त्यही नै बोल्छ अब के अब म नि बोल्दिनँ हौ समिरा नि बोल्दिनँ यही यही मात्र बोल्छ क्या बोल्छु म त भनिदिन्छु अरे जिमी कुकुरलाई अनि भन्दै तर जिमी कुकुर साँच्चीकै मरिसक्यो साह्रो तर यसको कुकुर चाहिँ मरेन रे दिँदैन धेरै माया गर्छस् होला है अनि हेर्दा नि तैँले धेरै मासु खाउँछ चाहिँ खाउँदैन जस्तो आमा हुन्छ आफैले खानु पाउँदिनस् नि मन नखाए पनि खाइदिन्छु नि त घरमै नबनाएपछि कसरी दिन्छ बनाउँछु म दिँदिनँ यसो हामीलाई नि बोलाउनु तिमीहरू को हो र भने होइन जिमीको अगाडि
जिमी कुकुरको अगाडि को अरे त्यही मैले भने होइन नाक हेर्दै थाहा हुन्छ बाहुनीहरूको ओए मैले बाहुनी त नि मैले नाक हेर्दै भनेको छु त्यो नाक ठुलो छ र छैन नि त होइन गाइज अनि यसलाई चाहिँ केही भएको छ नि यसले चाहिँ खुब रिस उठ्छ है त्यही त बाहुनको बारेमा त्यस्तो भन्नुहुन्न नि त किन बाहुनी तर राम्रो हुन्छ नि बाहुना यिनीहरू राम्रै छन् राम्रै छन् बादमा बाहुनी त होइन है छेत्री बाहुनी होइन लाख लामो भयो नि म बाहुनी होइन क्या भोलि कलेज छ है अझै सकिसक्यो दिन है म नोट कसरी बनाउने नोट बनाएर कस्तो धोकेबाज साथीहरू कहाँ पुगेस् त इभेन्टमा एउटा लेखन चोखै छ एकछिनमै भ्यान्छ धेरै होइन छि इभेन्टको 3 पाना हो म 3 पाना भने मैले 3 नम्बरको गर्ने बिर्सेछु भने भर्खर हिजो क्वेसन जाँदा चेक गरिदिनु भन्छ त्यो अनि उसको कसको त मन्डे बुझा कि हामी सन्डे बुझ जस्तो मन्डे बुझ तर होइन यार म नि मन्डे बुझाउँछु होला मैले पनि देखाइन एचएमको मैले बुझाउँछु उनी टाँसे तर ग्रुले म भोलि ल्याइदिन्छु कलेज जाँदा म बिर्सिरहेको छ अनि कहिले टाँस्ने अब भोलि बिहान अनि भ्याउँछ सधैँ टाँसेर दिनु न क्या तँलाई थाहा होला नि त अनि पर्सि बुझाउने भयो किन टास्नु आयो किन टास्नु पऱ्यो पर्सि बुझाउने भयो पर्सि बुझाउनु भयो जे अनि टाँस्नु त पऱ्यो नि पर्सि बुझाउनु भयो भने पर्सि बुझाउँछु तिमीहरू जस्तो र म त पढाउँदा आएको म त भोलि नै बुझाउँछु पर्सि त यस्तो घोटी घोटी हेर्छ मैले त हेर्दैन नि अनि सरले टाइम दिएसम्म हेर्दैन क्या सोमबार नि हेर्दैन Yes. रातो हामी सम्झिदिदीलाई चाहिँ जति खाए नि पुग्दैन त्यही भएर हामी बढी भएको नि उसलाई नै दिन्छौँ आइया गाई चाहिँ यसरी कुट्छ अहिले यसरी कुट्दाखेरि यस्तो दुख्छ नि नानी म त नखाने पुग्यो नखाइ आफू खाएर जुठो हामीलाई दिन्छ यस्तै चाहिँ हो जिमी कुकुरको मात्र ऊ भनिरहेको छु खान्छ हान्न मात्र आउँछ कि यसलाई त जिमबाट हाँसो कति न हाल्दै खाँदा साँच्चै मन पर्यो मलाई लास्ट यसलाई अचार मन पऱ्यो नि प्याक गर्दै मलाई आमा महारानी यस्तोलाई भन्छ महारानी हामी टिकटक पनि बनाउने भन्थ्यौँ गाइज यिनीहरूले ढिलो गर्यो क्या आज के भन्नु यस्तालाई पकाउँदा पकाउँदै ढिला भयो कि यो चाहिँ हो काम चाहिँ मैले सब बनायो बनाएको यो बनाएको सब मैले बनाएको गाइस यिनीहरू त छुँदै छुँदा थिएन खुब त्यो नाटक नपार भन्दा कसले काटेको मोमोको लागि तिमी ठुल दिदी चुप ठुल दिदी भन्नु सान्नानी सन्नानीमा हो नि सान दिदी भन्नु नि छिटो तिम्रो चाहिँ नाम के हो 163 162 162 कति राम्री हो के 162 कमेन्ट गर्नु 162 162 राम्री कि ठुल दिदी राम्री सान दिदी सान दिदी सान दिदी राम्री छैन सामने त हैन हामी तिनैजना राम्रो छौँ अरूको लागि राम्रो होस् या नहोस् हामी आफ्नो मतलब छैन हामीलाई यस्तो त छ हो भने यो चाहिँ यसको कला हो गाइस यसले तान्दियो भने नि चढेर मारिदिन्छ यहाँ कालो सालो आफ्नो त रातो छ आफ्नो अर्काको पनि रातो बनाइदिन्छ ल हल्ला गर्दा गर्दा यहाँसम्म यही रात पर्छ जस्तो छ गाइस हामी आज यही सुत्ने जस्तो छ हामी त यही सुत्ने हो आज आजकै घरमै सुत्दिने हो आजकलको भोलि कलेजको ड्रेस लाएर आउनु पऱ्यो
ओके डन तर म समृद्धिलाई देखेर रिस उठेको के मलाई हिजोदेखि किन भन्न मन किन ठोक्या ल मलाई जेलिस फिल भयो के अरे अब त अब छुक्केको अन्त त्यही पनि त तेरो बोयफ्रेन्ड पनि उडान लिएर आएन नि त्यही बोयफ्रेन्ड आएन मेरो कुकुर र यसको त जिमी कुकुर होइन मेरो जिमी कुकुर पनि होइन मेरो अनि हो न भाइ नाम नभन न मैले भनेछु एलन जिमी भने मैले भने मैले कुकुर भने त्यो जिमी भनेको सब काटिदिन्छु म त बस न अनि केही पनि बाँकी रहन्छ अनि काटिदिँदा ऊ आफै निकाल्छ है फेरि भयो जति साह्रै कुरा बाई गाइस अब हामीले गरौँ खाएर सिद्धायौँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला लाइक अनि सब्स्क्राइब पनि गरिदिनु होला बाई Bye बाई bye. पछि भेटौँला अर्को च्यानलमा भेटौँला